आज हामीले जुन प्रोस्टेट सर्जरीको विषयमा चाहिँ हामी कुराकानी गर्दैछौँ होइन, अथवा यस्तै लगायतको विषयमा एक्चुअली प्रोस्टेट सर्जरी भनेको चाहिँ के हो होइन, यो कुन अवस्थामा चाहिँ गर्नुपर्ने हुन्छ? अघिल्लो पोडकास्टमा हामीले जुन कुरा गऱ्यौँ नि प्रोस्टेटको लक्षणहरू होइन, त्यसले दिने दुःखहरू होइन, सो अब मान्छेहरूमा के हुन्छ भन्दाखेरि प्रोस्टेटको साइज कत्रो भएपछि अपरेसन गर्ने भन्ने एउटा कुरा हुन्छ होइन। अब साइज भन्दा पनि हामीले जहिले पनि त्यही कुरा गरिरहेको छौँ कि प्रोस्टेटको लक्षण कतिको उहाँलाई गाह्रो गरिरहेको छ भन्ने कुरा हुन्छ होइन। अब जहिले पनि हामीले के कुरा गर्छौँ भने पहिले चाहिँ हामी लाइफस्टाइल मोडिफिकेसन भन्नाले चाहिँ अब उहाँहरूले चाहिँ चुरोट खानुहुन्छ होइन, अथवा स्मोकिङ के गर्नुहुन्छ होइन, त्यो कुराहरूलाई चाहिँ मोडिफाई गर्नुभयो, त्यो स्टप गरेर होइन, पानीको इन्टेकहरू यताउता मिलाएर त्यसपछि चाहिँ उहाँको त्यसले कतिको परिवर्तन ल्याउँछ भन्ने कुरा हुन्छ। सेकेन्ड स्टेपमा चाहिँ हामी मेडिसिनमा जान्छौँ होइन, मेडिसिनमा पनि सिङ्गल थेरापी हुन्छ र कम्बिनेसन थेरापी हुन्छ, त्यसले कतिको इफेक्ट गर्यो। अब त्यसले पनि गरेन भने चाहिँ के गर्ने भन्ने कुरा हुन्छ होइन। अब हामीले यसो हेर्दाखेरि चाहिँ अब डिफ्रेन्ट हामीले त्यो भिडियोजहरू हेरेर हुन्छ होइन। अब मान्छेमा अहिले एप्रोच छ होइन फोनको एकदमै, अनि उहाँहरूले चाहिँ फोनबाट हेर्नुहुन्छ। अब कतिजनाले चाहिँ के भन्छ भने अपरेसन चाहिँ गरि नहाल्नु भन्ने कुरा गर्नुहुन्छ कि। अब हामीले के बुझ्नु पऱ्यो भने कुन चाहिँ अवस्थामा अपरेसन गर्ने र कुनमा चाहिँ नगर्ने भन्ने कुरा चाहिँ अब सार्वजनिक मान्छेले चाहिँ बुझ्नुपर्ने कुरा हुन्छ होइन। सो सर्वसाधारणमा के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ अब यो प्रोस्टेटको जुन हुन्छ नि यो बढ्दाखेरि कसरी बढेको छ भन्ने कुरा छ नि, त्यो हामीले त्यो सिस्टोस्कोपी गरेपछि बल्ल थाहा हुन्छ कि। अब अल्ट्रासाउन्डले चाहिँ बाहिरबाट इमेज दिने भयो तपाईँको प्रोस्टेट यति ग्राम भयो उति ग्राम भयो होइन, तर हामीले चाहिँ प्रोस्टेट कसरी बढेको छ भन्ने कुरा चाहिँ हेर्नलाई हामीले सिस्टोस्कोपी गर्नुपर्छ। त्यो भनेको दूरबीनले गर्ने जाँच हो एउटा। हजुर, त्यो पिसाबको नलीबाट हामीले चाहिँ प्रोस्टेट कतिको बढाएको छ, भित्रतिर कतिको च्याप्याएको छ र कतिको भाग चाहिँ पिसाब थैलीभित्र हाम्रो छिरेको छ भन्ने कुरा हुन्छ होइन। त्यो एउटा सिम्पल आइडिया चाहिँ हाम्रो अल्ट्रासाउन्डले पनि दिन्छ कतिको छिरेको छ होइन, त्यसलाई इन्ट्राभेसिकल प्रोस्टेटिक प्रोट्रुजन भन्छ होइन। तर त्यो कुरा हामीले कन्फर्म गर्नलाई सिस्टोस्कोपी गर्नुपर्ने हुन्छ होइन। अब त्यो सिस्टोस्कोपी गरिसकेपछि हामीले के हेर्छौँ भन्दाखेरि प्रोस्टेटले चाहिँ निकै च्यापेको छ, पिसाबको आउने त्यो नली नै बाँकी छैन र धेरै नै भित्र छिरेको छ भने चाहिँ त्यो मेडिसिनले चाहिँ हुँदैन भन्ने कुरा चाहिँ सबैले बुझ्नुपर्ने हुन्छ होइन। अब मेडिसिनले हुँदैन भने चाहिँ के गर्ने भन्ने कुरा हुन्छ। अब पहिलेका डाक्टर साहबहरूले चाहिँ उहाँहरूले चिरेर अपरेसन गर्नुहुन्थ्यो। अब अहिले चाहिँ प्रविधि यति माथि आइसकेको छ कि हामीले चाहिँ दूरबीनबाटै प्रोस्टेटलाई चाहिँ सानो सानो भागमा फुर्केर त्यसलाई हामीले टिआरपी भन्छौँ, त्यो गर्छौँ। गोल्ड स्ट्यान्डर्ड त्यही हो। अब अहिले चाहिँ लेजर पनि आएको छ प्रोस्टेटमा होइन, त्यो लेजरले पनि इन्युक्लेसन भन्नाले पुरै प्रोस्टेटै निकाल्ने हुन्छ होइन। अब अपरेसन एज सच को त सबैको केही न केही फाइदा र तपाईँको कम्प्लिकेसन्स त हुन्छ नै होइन। हामीले नेपालमा मात्रै गर्ने होइन कि यो वर्ल्ड वाइड जहाँसुकै हेऱ्यो भने पनि यो जति पनि हामी किताब पढ्छौँ लिटरेचर पढ्छौँ होइन, यो सबै प्रायः वेस्टकै हुन्छ होइन। अब त्यहाँ यति कम्प्लिकेसन आउँछ त्यस्तो ठाउँमा आउँछ भने नेपाल नहुने त हुँदैन होइन। तर कुरा के बुझ्नु पऱ्यो भने हामीले बाँचुन् जेल कसरी बाँच्ने भन्ने कुरा होइन। अब होइन त्यसरी दुःख सही सही बाँच्ने भने चाहिँ छुट्टै कुरा हो होइन। होइन म आफूलाई सजिलो बनाएर जति बाँच्छु त्यसरी बाँच्छु भन्ने सोच्नुभयो भने चाहिँ यदि अपरेसन गर्नुपर्छ भने तपाईँले गर्दा हुन्छ होइन। अब चाहिँ पहिले जस्तो चिर्ने हुँदैन, सिस्टम छैन, दूरबीनबाट गर्ने कतै घाउ पनि हुँदैन, कतै केही पनि देखिँदैन। हामीले त्यो प्रोस्टेटको भाग निकालेर त्यो बाटो वाङ्ग बनाइदिन्छ, जसले गर्दाखेरि पिसाब मजाले फेर्न सक्नुहुन्छ। र अर्को कुरा हामीले के बुझ्नु पऱ्यो भनेदेखि यो प्रोस्टेट धेरै बढेर पिसाब थैलीभित्र छिरिसकेपछि यसले धेरै वर्षसम्म गाह्रो गरेर उहाँ बसिरहनु छ भन्नु छ भने यसले समस्या के भन्छ पिसाब थैली बिगार्छ कि तपाईँको। पिसाब थैलीले कन्ट्र्याक्ट गर्दा 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 जसरी हामी त्यो बलुन हुन्छ नि तन्किन्छ अनि त्यसपछि फेरि छोड्छ, फेरि तन्किन्छ अनि एउटा लिमिट आएपछि त्यो काम गर्दैन। सो ब्लाडर पनि त्यस्तै हो, पिसाब थैली पनि त्यस्तै हो। धेरै प्रेसर लगाइरह्यो भने त्यो बिग्रिँदै जान्छ र बिग्रिसकेपछि चाहिँ हामीले त्यो बाटो मात्रै खोलेर हुँदैन भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। सो एउटा समयमै हामीले अपरेसनतिर लाग्नुपर्छ भने चाहिँ समयमै गर्नुको कारण चाहिँ हामीले पिसाब थैलीलाई बचाउनु हो। सो पिसाब थैली राम्रो भयो भने तपाईँको पिसाब चाहिँ पछिसम्म पनि राम्रोसँग निस्किरहन्छ भन्ने कुरा हो। जुन सर्जरी भन्ने त्यो शब्द नै आउने बित्तिकै चाहिँ एउटा मान्छेहरूमा कस्तो डर हुन्छ भन्दाखेरि यसले चाहिँ फेरि यो जुन जिन्दगी छ होइन, यो लाइफलाई नै यसले इम्प्याक्ट पार्छ कि होइन, एउटा त्यो। अनि अर्को भनेको चाहिँ बाँझोपनको असरको कुराहरू आउँछ होइन, यसमा चाहिँ कस्तो हुन्छ हजुरले चाहिँ के अब यस्तो हामीले जुन अपरेसन गर्छौँ नि, अब टिआरपी भनेर हामीले जुन त्यो नलीबाट गएर हामीले खुर्किने कुरा, अब त्यसले जुन त्यो भित्रको जो प्रोस्टेट भागलाई हामी निकाल्छौँ नि, त्यसले गर्दाखेरि उहाँको जुन बिर्या आउनुपर्ने हुन्छ नि त्यो बिर्या चाहिँ आउँदैन। त्यो बिर्या चाहिँ अब पिसाब
थैलीभित्र छिरेर पिसाबसँग मिक्स भएर निस्किने हुन्छ। इभन हामीले जुन मेडिसिन दिन्छौँ नि प्रोस्टेटको लागि, त्यो मेडिसिनले पनि भित्रको मासुले रिल्याक्स गर्ने बित्तिकै जुन बिरे अगाडि आउनु पर्ने त्यो अगाडि नआइकन भित्र जान्छ। त्यसलाई हामी रेट्रोग्रेड इजाकुलेसन भन्छौँ होइन। त्यो चाहिँ हुन्छ नै होइन। अब त्यसले चाहिँ त्यही भएर चाहिँ हामीले अपरेसन कुन एजमा गर्ने भन्ने कुरा हुन्छ। सो हामीले यङ एजमा चाहिँ युजली अपरेसन गर्दैनौँ होइन। अब 55-60 कटिसकेपछि उहाँलाई धेरै नै गाह्रो छ भने चाहिँ देन अपरेसनतिर लाग्छौँ हामी। पहिलो भनेको चाहिँ लाइफस्टाइलको कुरा भयो, त्यस पछाडि भनेको औषधिको कुरा भयो र त्यहाँबाट पनि विकल्प निस्किने भने चाहिँ सर्जरी चाहिँ हजुरहरूले उहाँहरूलाई सजेस्ट गर्नुहुन्छ। त्यो चाहिँ उहाँको लाइफस्टाइल चाहिँ राम्रो गर्नलाई, क्वालिटी अफ लाइफ चाहिँ राम्रो होस् होइन। अब हरेक तपाईँको कहीँ दुःख एकदम धेरै झेलेर बस्ने कि होइन आफूलाई कम्फोर्टेबल बनाएर बस्ने भन्ने कुरा हुन्छ। सो आफूलाई कम्फोर्टेबल बनाउनु छ भने चाहिँ हामीले त्यो अपरेसन गरेपछि उहाँको पिसाबको नली त वाङ्ग हुन्छ, त्यो भयो भने चाहिँ पिसाब खुलेर आउँछ होइन। पहिलेको अवस्था अलमोस्ट नियर एबाउट पहिलेको अवस्था हुन्छ। एक्ज्याक्टली त भन्न मिल्दैन होइन। तर मोर ओभर चाहिँ जुन उहाँको पहिलेको लाइफ थियो नि, मजाले पिसाब फेर्नुहुन्थ्यो, 3-4 घन्टापछि फेरि फेर्नुहुन्थ्यो, राति मजाले सुत्नुहुन्थ्यो, त्यो सबै कुराहरू हुन्छ।